जाँदैछु नौ डाँडा काटेर तिमीलाई एक्लै छाडेर माउन्जेल पर्खिराख है आमा। नमस्कार साथीहरू, स्वागत छ तपाईलाई रिभ्यू विमल युट्युब च्यानलमा। आज हामी पल्साको आबाट आमा मुभीको टिजर रिभ्यू गर्न गइरहेको छौं, जुन भिडियो एकदम धमाकेदार अनि मजेदार हुनेछ। आउनुहोस् ढिला नगरी सुरु गरौं। टिजरको सुरु सिनमै देवकी आमाको आँसुले छोराको बाटो छेक्न सक्छ। सुरु डायलगले नै पुरै मन निथारिदिन्छ र पल्सालाई रातको 3 बजे चुपचाप आँगनमा सुतेको पासवर्ड साइडमा राखेको देखाइएको छ र यस मुभीले यो बताउन खोजिरहेको छ कि यो मुभी सामान्य छैन, यो एउटा पीडा हो, यो जिम्मेवारी हो, यो छोरा आमाको टुट्दै गएको साहस हो। एकातिर देवकी रोइरहेकी, अर्कोतिर अब नरौ देवकी। यो डायलग सुन्न साथ हजारौं आमाको छोराको मन टुक्रिन्छ, किनकि त्यस बेलाको ब्याकग्राउन्ड म्युजिक सोचेको भन्दा पनि राम्रो बनेको छ। र यस टिजरको सरप्राइज के छ भन्नु पर्दा इन्डियन लेजेन्डरी एक्टर प्रदीप राउत पल्साको बुबाको रोलमा देखिँदैछन् र एउटा इन्डियन एक्टरले पहिलो सिनको आवाजले टिजरलाई अर्को लेभलमा उठाइदिन्छ। टिजर भरि एउटा मात्र मेसेज छ, संघर्ष, आँसु र परिवार। र लाइटिङ, ब्याकग्राउन्ड म्युजिक अनि क्यामेरा मुभमेन्ट सबैले रियल लाइफ स्टोरीको टेस्ट दिन्छ। र विपना थापाको एक्टिङ, साना साना एक्सपिरियन्समा पनि आमाको पीडा पुरै छर्लङ्ग देखिन्छ। टिजर 1 मिनेट 50 सेकेन्डको छ, तर त्यो कम समयमै कसैको छाती चिरिदिन्छ, कसैलाई आफ्नो घर सम्झाइदिन्छ। आबाट आमाको टिजरले यो देखाउँछ कि विदेश जानु अघि छोराले सपनाको भारी बोक्छ र घरमा आमाले। र आबाट आमा मुभी दिस इज नट जस्ट अ मुभी टिजर, यो हाम्रो घर परिवारको कहानी हो। र तपाईलाई आबाट आमाको टिजर कस्तो लाग्यो र तपाई मुभी हेर्न कतिको एक्साइटेड हुनुहुन्छ कमेन्ट गर्नुहोला र भिडियो मन परेमा लाइक अनि सब्स्क्राइब गरिदिनु होला। थ्यांक यू।